हेलो एभ्रिवान, अहिले म यता दाइको घरनिर छु। मेरो घर चाहिँ उता छ है त, हामीहरूसँग यो ल अगाडि गइहालौँ। हामीहरू यसो घुमफिर गर्दैछौँ। आज मेरो घरलाई देखाउँदैछु म है त। यहाँ मेरो पुरानो घर, एकदम पुर्खादेखिको घर है त। यो चाहिँ मेरो घर भयो। ओ माइ गॉड, यो म छु, यो मेरो घर छ। यो दाइ ब्रो, यो गोरु है त। यहाँदेखि म उता जाँदैछु, हामी घुम्न गइरहेछौँ। यसरी हाम्रो यो घर भयो है त। पछाडि यो टिक्क योवाला चाहिँ मेरो घर भयो। भित्रबाट एउटा पातनी हेर्दैछ अनि यसरी हामी चाहिँ अहिले घुम्न जाँदैछौँ। म एकचोटि यहाँ यसो घर देखाउँछु है त। यो चाहिँ हाम्रो घर भयो। यो चाहिँ घरको उता यहाँनिर धारा छ हाम्रो। त्यहाँदेखि हाम्रो आँगनमा त्यहाँतिर त्यो पारितिर देखिनेवाला पुरै इन्डिया हो। त्यहाँ उता पनि इन्डिया हो। यो चाहिँ नेपाल हो है, यो चाहिँ नेपाल हो, त्यो चाहिँ इन्डिया हो। अनि वाउ है, कति राम्रो छ भनेर मैं खुद कह रहा हूँ। गणेश दाइ कस्तो लाग्यो भन् त? एकदम दामी है, ठाउँ पनि हाम्रो जन्मभूमि एकदम प्यारो छ हो। वी लभ आवर मदरल्यान्ड गाइज। हाम्रो यो चाहिँ जन्मभूमि पनि हो। यहाँबाट हामी यसरी घुम्न जाँदैछौँ। एउटा समस्या चाहिँ के छ भने चाहिँ यहाँ अहिलेसम्म नेटवर्क आएको छैन। अनि यो घर भयो, कस्तो छ पहिला पहिला यस्तो घर हुन्थ्यो अरे। यसको नाम के अरे गणेश दा? घाँस भनेर बुझ्नुहोस्, घाँस हालेर छाउनु पर्थ्यो। आजकल चाहिँ त्यस्तो छैन। अहिले हामीहरू अघि बढ्दैछौँ है त। यहाँ यो आज यहाँ कामसाम गरियो, यो खुर्सानी भइहाल्यो। अनि घुम्न जानु पऱ्यो यहाँबाट माथि। यसरी हामी घुमेको घुमै हो। डाँडाकाँडा माथि जङ्गल हो है त। त्यो हाम्रो प्राइभेट जङ्गल हो, सामुदायिक जङ्गल सरी। अनि यो हामीहरू छौँ। एकचोटि हामी उतासम्म पुगेर आउँछौँ है त। ल